नमस्ते सबैलाई। म अहिले केएलसीसी को पछाडि यो कोलालम्पुरको ट्विन टावर, पेट्रोनास ट्विन टावर भन्छ यसलाई। यसको पछाडि एकदम फेमस ठाउँमा पुगेको छु। तपाईहरुले पछाडिको दृश्य हेर्न सक्नुहुनेछ। आज हामी यहाँ केएलसीसी को पछाडि कस्तो कस्तो ठाउँहरू छ र अब कस्तो कस्तो सुविधाहरू छ तपाईहरुलाई देखाउने प्रयास गर्दैछु। नमस्कार साथीहरू, शुभ प्रभात। अहिले म मलेसियाको राजधानी कुआलालम्पुर स्थित केएलसीसी ट्विन टावरको नजिकै रहेको एउटा सुन्दर पार्कमा छु। आज हामी बिहानै यहाँको पार्कमा बिहानको व्यायामसँगै हामीले सानो भिडियो बनाउने कोसिस गरेका छौँ। मसँगै मेरो साथी हुनुहुन्छ। हामी दुईजना मिलेर सानो भिडियो बनाउने प्रयास गरेका छौँ। कस्तो लाग्छ तपाईहरुलाई प्रतिक्रिया दिनु होला। अहिलेको अवस्थामा भर्खरै सूर्य उदाउँदै गरेको अवस्था छ पूर्वबाट। हामी यता पश्चिमतिर फर्केर हामी अब सानो भिडियो बनाउने कोसिस गरिरहेका छौँ। यहाँ चाहिँ खास गरेर यो ट्विन टावर सँगसँगै उता अर्को टावरहरू पनि देख्न सक्नुहुन्छ तपाईहरुले ब्याकग्राउन्डमा। साथसाथै यता हामी उभिएर भिडियो बनाउँदै गरेको ठाउँमा चाहिँ एकदमै पार्क रहेको छ। अनि यसमा चाहिँ बिहान मानिसहरू मर्निङ वाकको लागि आउनुहुन्छ। उहाँहरू मर्निङ वाक गर्नुहुन्छ। यहाँहरू साथीहरू आउनुहुन्छ, केएलसीसी अगाडि आएर चाहिँ फोटो खिच्दै जानुहुन्छ क्या। आज हामी यो केएलसीसी को पछाडि यो ट्विन टावर केएलसीसी को पछाडि छौँ। यो यहाँ चाहिँ ठुलो पार्कहरू रहेछ। यहाँको पछाडिको यो दृश्यहरू तपाईहरुलाई हामी तपाईहरु समक्ष देखाउने प्रयास गर्दैछौँ। यसो संक्षिप्तमा के छ तपाईको यो पछाडि के कस्तो लाग्यो यसो भनिदिनु। नमस्कार, शुभ प्रभात सबैजनालाई। आज हामी मेरो सँगै यो मलेसियाको कुआलालम्पुर स्थित राजधानी केएलसीसी ट्विन टावरको नजिकै हामी पछाडिपट्टि रहेको एउटा सुन्दर पार्कमा आएका छौँ। साथसाथै हामीले सानो भिडियो भ्लग बनाउने पहिलो प्रयास पनि गर्दैछौँ। जस यो पार्कको वस्तुगत स्थितिहरू हेर्दाखेरि धेरै सुन्दर अनि धेरै रमणीय ठाउँ हामीले अवलोकन गर्न पायौँ। जस धेरै राम्रो, सुन्दर, मनमोहक लागेको छ। त्यसपछि हामी तपाईहरुलाई यो सँगसँगै हामी पछाडिको दृश्यहरू धेरै ठाउँहरू छ। जस्तै अब तपाईँ तिर्खा लाग्यो भने पानी पिउनेदेखि लिएर थकाइ मार्ने बस्ने ठाउँहरूदेखि लिएर त्यहाँ र अब बच्चाहरू खेल्ने पार्कहरूदेखि लिएर सबै ठाउँ राम्रो छ। यहाँ बिस्तारै हामी तपाईहरुलाई देखाउँदै लानेछौँ। त्यसपछि यहाँ पछाडि भनेको तपाईको यो मर्निङ वाक गर्दाखेरि बिहानको एक्सर्साइज र बेलुकातिर चाहिँ मान्छेहरू पनि आवत जावत अलिक बढी हुने र बिहान पनि एकदम योगाहरू गर्ने ठाउँ एकदम राम्रो छ। जस राम्रै छ भनौँ। अहिले हामी अब पछाडिको ठाउँहरू दृश्यहरू के कस्तो छ तपाईहरुलाई देखाउने छौँ। पक्कै पनि धेरै एकदमै राम्रो सुन्दर दृश्यहरू हामीले देख्न पाउँछौँ। बिहान बेलुकी हरेक समयमा बिहान बेलुकी यहाँ प्राय जसो बाहिरको मान्छेहरू विशेष यहाँको मान्छे मात्रै नभएर बाहिरको मान्छेहरू पनि यहाँ आउने जाने आवत जावत गर्ने, यहाँ अब बिहान व्यायाम गर्नेदेखि लिएर बेलुका पनि त्यस्तै एक्सर्साइज गर्ने हरेक गरिराखेको दृश्यहरू हामी देख्न पाइरहेका हुन्छौँ। त्यसैले हामी पनि कहिले फुर्सदको समयमा यतातिर आउने प्रयास गर्छौँ र त्यसको बावजुद आज चाहिँ विशेष गरेर हामी प्रत्येक दिन जस्तै आउने गर्छौँ। तर विशेष आज चाहिँ हामीले सानो भिडियो पनि बनाउँ भन्ने
निर्णय गरेर अहिले हामीले सानो भिडियो पनि बनाउँदैछौँ। तपाईँहरूले हेर्दै गर्नुहोला। हामी अब अरू ठाउँको दृश्यहरू पनि पक्कै पनि भिडियो मार्फत तपाईँहरूको उसमा पुर्याउने प्रयास गर्नेछौँ। निरन्तरता जारी रहिरहनुहोला। अनि सम्झिए तपाईँलाई थाहा छ यो पछाडिपट्टि एउटा कस्तो भनेपछि यो नयाँ घर बन्दैछ। यो पानी जहाज जस्तो छ, हेर्दाखेरि सेम लाइक पानी जहाज जस्तो छ। त्यसको विषयमा यसो के भन्नुहुन्छ तपाईँ? मलाई चाहिँ जहाँसम्म लाग्छ त्यो पानी जहाज जस्तो देखिने घर चाहिँ एउटा त्यो पानी जहाज जस्तो देख्दै गर्दा मलाई चाहिँ एउटा अङ्ग्रेजी फिल्म थियो नि, त्यो के भन्छ टाइटानिक जस्तै अब जहाज देखिन पाउँछौँ हामीले। त्यहाँको अब हुन त अहिले सबै पूर्ण रूपमा सम्पन्न भइसकेको अवस्था चाहिँ होइन रहेछ, तर पनि अब बनाउने त्यसको सम्पन्न गर्नको लागि कन्टिन्यू भइराखेको रहेछ। तर अहिले नै सम्पन्न भइसकेको चाहिँ छैन रहेछ। तर भए पनि लगभग अब 99% चाहिँ सम्पन्न भइसकेको अवस्थाहरू पनि देखिन्छ यो घरको। एकदमै सुन्दर दृश्य, धेरै नै राम्रो घर। जुन टाइटानिक स्टाइलको घर बनेको छ, धेरै नै राम्रो। हेर्दाखेरि पनि अलिकति मनमा छुट्टै किसिमको आनन्द मिल्ने खाले त्यस्तो किसिमको चाहिँ घरहरू बनेको अवस्था रहेछ। हामी यो पछाडिपट्टि पार्कमा विशेष गरी धेरै नै सुविधा सम्पन्न पनि, हरेक कुरामा सुविधा सम्पन्न यो पार्कको अवस्था रहेछ।